रिमेनिङ काम मात्रै यता चौसा उता चोक्टा यता बाँकी रहेको त्यो फिनिसिङ मिलाउने काम हुन्छ त्यो काम गर्न बहुत गाह्रो हुन्छ हैन ठ्याक्कै सक्न गाह्रो हुन्छ बाँकी कामहरु चाहिँ के हो अलिकति भन्नु अहिलेको मेजर बाँकी काम भनेको चाहिँ 4-5% काम चाहिँ हाम्रो जुन इक्विपमेन्टहरु ल्याएर राख्नु पर्ने छ त्यो हामीले राखिसकेका छौं तर के छ भने हाम्रो नियमले हाम्रो डकुमेन्टको अनुसार चाहिँ त्यसलाई आफ्नो पोजिसनमा राखेर जस्तो यो बत्ती बल फिक्स गरे बत्ती बल्नु पर्यो बत्ती बल्नु त उद्देश्य हो नि त किनेर ल्याएर टाइट गरेर बत्ती फिक्स गर्नेसम्म काम पनि जबसम्म बत्ती बल्दैन त्यो काउन्ट मानिदैन त्यसलाई हामीले कमिसनिङ भन्छौं त्यो कमिसनिङ हुन बाँकी चाहिँ हाम्रा ठुलठुला इक्विपमेन्टहरु बाँकी छन् त्यो एकपल्ट कमिसनिङ भएर ओके हुनसाथ हाम्रो एकचोटी 5-7% स्वाटै बढ्छ बाँकी चाहिँ अरु फिनिसिङहरु काहीँ अब यता बाँकी छ काहीँ उता पेन्टिङ गर्न बाँकी छ त्यस्ता चीजहरु हुन् 2-3% हाम्रो त्यस्तो बाँकी छ दर्शकहरु देख सक्नुहुन्छ यो चाहिँ इभ्याकुएसन टनल अथवा इमर्जेन्सी पर्यो भने चलाउने खालको टनल हो यो सानो देख्नुहुन्छ तपाई र उतापट्टि मेन टनल 2 लेनको छ भने यो चाहिँ सानो छ र केही आपतकालीन उद्धार अथवा केही पर्यो भने प्रयोगको लागि यो टनल हो यो मेन टनल भने होइन तपाईहरु झुक्किन पनि सक्नुहुन्छ हामी देखाइरहेका छौं यो यस्तै नै बन्छ र उतापट्टिको मेन टनल भने बनिसकेको दृश्य हामीले देखेका दर्शकहरु अहिले हामी नागढुङ्गा सुरुङ मार्गको के कति प्रगति भयो कस्तो कति काम भइसक्यो भनेर अपडेटको लागि नागढुङ्गा सुरुङ मार्ग आयोजनाको कार्यालयमा आएको छौं अहिले हाम्रो साथमा कन्सल्टेन्ट इन्जिनियर रमेश कोइराला सर हुन्छ सर नमस्कार नमस्ते हेलो सर के छ सर अपडेट के छ नागढुङ्गा सुरुङ मार्ग कति बन्यो एउटा फिजिकल प्रोग्रेस हुन्छ हैन एउटा चाहिँ आर्थिक प्रोग्रेस हुन्छ त्यो बाहेक अरु पनि प्रोग्रेसको नाप्ने तरिकाहरू हुन्छन् तर मुख्यतः हामी यही दुईटा कुरो नाप्छौं र अहिले पछिल्लो समय अनुसार मार्चको लास्ट सम्ममा करिब 91-92% हाम्रो फिजिकल प्रोग्रेस सकिएको छ तर जुन प्रोग्रेस अनुसार पेमेन्टको हिसाब हुन्छ जुन आर्थिक प्रोग्रेस जुन छ त्यो चाहिँ हामी अलिक पछाडी छौं त्यो चाहिँ करिब 77-78% मात्रै हाम्रो पेमेन्ट भएको छ त्यसको मतलब के छ भने केही काम भइसकेको छ तर पेमेन्ट हुन बाँकी छ हामी भित्र पनि गएर हेर्यौं एकदमै राम्रो टक्क बनिसके जस्तो अनुभूति हामीलाई भयो हैन हजुर तपाईले भन्नुभयो 91-92% काम सकिसक्यो भन्नुभयो अब यो अपरेसन हुन अथवा यो चल्न चाहिँ कहिले देखि चल्ला अब के गर्न बाँकी छ यदि टनल बनाएपछि पनि हाम्रो उद्देश्य त प्राप्ति हुँदैन हामीलाई त त्यहाँबाट चाहिँ ट्रान्सपोर्टेसनहरु त्यहाँबाट चाहिँ सवारी साधन चलाउनु पर्छ अब त्यो सवारी साधन चलाउनको लागि चाहिँ अर्कै अरेन्जमेन्ट हामीले गरिरहेको छौं अघि नेपाल सरकारले खास गरी नेपाल सरकारले अलग्गै अरेन्जमेन्ट गरिरहेको छ र त्यसको लागि चाहिँ केही डकुमेन्टहरु बनाउनु पर्ने छ केही नीति नियम पोलिसीहरु बनाउनु पर्ने छ त्यो पोलिसी पनि अब कुनै विभागीय लेभलबाट कुनै चाहिँ मन्त्रालय लेभल र कुनै चाहिँ क्याबिनेटको लेभलबाट पनि स्वीकृत गर्नुपर्छ त्यसको बावजुद सबैतिर हाम्रो कम्युनिकेसन भइरहेको छ सिभिल कन्ट्र्याक्टरले अहिले बनाइराख्नु भएको छ उहाँहरुले सकेपछि त्यो सञ्चालन गर्ने अर्को टिम तयार गर्नुपर्छ र त्यो टिमलाई चाहिँ केही समय ट्रेनिङ 1-2 महिना ट्रेनिङ किनभने हाम्रो टनलमा चाहिँ धेरै इक्विपमेन्टहरु छ धेरै चीज मोबिलाइज गर्नुपर्छ धेरै म्यानेजमेन्ट गर्नुपर्छ हैन सेफली लानु पर्यो हैन सेफली पास गर्नु पर्यो त्यो गर्दाखेरि केही समय चाहिँ यो ह्यान्डओभर स्किल ह्यान्डओभर गर्नुपर्छ र अहिलेसम्मको हाम्रो ओभरअल म्यानेजमेन्टको रिभ्यू गर्दाखेरि चाहिँ यो वर्षको लास्ट अथवा भनौं नयाँ वर्षको सुरुमा 2026 को जनवरीमा चाहिँ हामीले गर्छौं अब डिस्ट्रिक्टमा केही अब्स्ट्रक्सनहरु आएन भने चाहिँ हामी त्यहाँ गर्छौं जुन तपाईले भन्नुभयो नि त्यो जुन अपरेटिङ सिस्टमहरु लगायत के छ कसरी हुन्छ कति कामदारहरु त्यहाँ हुन्छन् अब भनौं न अब त्यहाँनिर कति पैसा लाग्ला मान्छेहरुको सबभन्दा जिज्ञासा भनेको यत्रो पैसा 22 अर्ब लगाएर यो बनाइयो फेरि अब जनतालाई चाहिँ दिनमा एकचोटी जाँदैखेरि धेरै पैसा लाग्यो कि भन्ने खालको पनि छ अब एक्ज्याक्ट यति पैसा भन्ने चाहिँ अझै पनि हिसाबै किनभने त्यो चाहिँ इम्प्लोयरले अथवा चाहिँ जुन नेपाल सरकारले उहाँहरुले तोक्ने कुरा हो हामीले बताउने चाहिँ के हो भने त्यो सञ्चालन गर्न चाहिँ कति पैसा लाग्छ त्यो पार्ट चाहिँ अब हामीले एनालाइसिस गरेर उहाँहरुलाई दिएको छौं हैन अब त्यो मध्ये कति रिकभरी गर्ने किनभनेदेखि चाहिँ
कति भेहिकलहरू कति मोटर सवारी साधनहरू कुन टाइपका सवारी साधनहरू एक दिनमा हिँड्छन् तीमध्ये कतिले सुरुङ मार्ग प्रयोग गर्छन् कतिले सुरुङभन्दा बाहिरबाट जान्छन् होइन त्यो त हामीले त कम्पलसरी गर्दैनौँ उहाँहरूको आफ्नो इच्छाले उहाँहरूलाई पोसाउने हिसाबले अब हामीले अब धेरै पैसा राख्यौँ भने को जान्छ र टनलमा होइन अब त्यसले गर्दाखेरि हामीले पैसा राख्दा पनि उहाँहरूलाई पोसाउने गरी उहाँहरूको पोसाउने भनेको टनलबाट जाँदा जुन टाइम नाफा भएको छ त्यो टाइम त भनौँ न उदाहरणको लागि आधी घन्टा मोटर छिटो पुग्नुभयो भने त आधी घन्टा त चल्नु परेन नि मोटर त होइन त्यसको इन्जिन बच्यो त्यसको फ्युल बच्यो वेयर एन्ड टियर पार्ट बच्यो मान्छेको समय नै बच्यो अब उदाहरणको लागि त मैले त अब मेरो आधी घन्टा बच्यो भने त मैले अर्को काम गर्न सक्छु होइन अब ती इत्यादि त्यो सबै हिसाब गर्दाखेरि त्यो सवारी साधनलाई फाइदा महसुस हुने गरी रेट फिक्स गर्नुपर्छ महँगो जबरजस्ती बढी पैसा राखेर त उहाँलाई त अप्सन छ नि त नजानलाई पनि त अप्सन छ होइन त्यसले गर्दाखेरि रिजनेबल प्राइस होला तर यो यति नै भन्ने चाहिँ अहिलेसम्म डिसिजन भइसकेको छ एक वर्ष चलाउनलाई कति जति बजेट लाग्ने केही त्यस्तो फिक्स गर्नुभएको त्यो चाहिँ हामीले हिसाब गरेर पठाएको छौँ अघि अब साधारणतया यस्तो सञ्चालनमा संसारभरि नै टोटल बजेट कस्टको चाहिँ 1 देखि 3% चाहिँ सञ्चालन खर्च हुँदो रहेछ यहाँको होइन अन्तको पनि होइन हाम्रो पनि मोटामोटी 1.5-2% सम्ममा आउँछ भन्ने हाम्रो एजम्सन छ हामीले पनि त्यस्तै लागेको छौँ त्यति हुन्छ त्यो भनेको चाहिँ अब 30-40 करोडसम्म लाग्न सक्छ होला तर वर्षमा ट्राफिकको इन्टेन्सिटी कति छ होइन कति पास हुन्छन्देखि लिएर किनभने बढी भिड भयो भने त्यही अनुसारको बढी इनपुट राख्नुपर्छ होइन त्यो छ तर पनि मोटामोटी मिनिमम त एउटा भेहिकल आए पनि त्यति चिज बाल्नै पर्छ बत्ती बाल्नै पर्छ फ्यान चलाउनै पर्छ होइन 100वटा गए पनि गर्नुपर्छ भने मिनिमम एउटा चाहिँ हुने छ नि खर्च अब म्याक्सिमम चाहिँ अब साइज त्यो भोल्युम अनुसार ट्राफिकको भोल्युम अनुसार फरक पर्छ यसरी जुन यो सुरुङ मार्ग बन्दै गर्दा करिब 1 महिना अगाडि पनि हामीले थाहा पाएको थियौँ यो चाहिँ सुरुङ मार्ग बनाउनलाई जुन अवरोध भएको थियो अहिले पनि हामी जताततै देख्छौँ सुरक्षा कर्मीहरूको उपस्थिति छ उहाँहरू बसेर चाहिँ यो कामलाई अगाडि बढाइरहेको छ खासमा यो समस्या चाहिँ के थियो केही समस्याहरू खानेपानीको अनि अलिकति कतिलाई के लाग्यो भने तल हामीले टनल बनाउने क्रममा जुन विस्फोटक पदार्थ चलायौँ त्यसले गर्दाखेरि उहाँहरूलाई साउन्ड आयो बढी आयो घर पनि क्र्याक हो भन्ने टाइपको चाहिँ कम्प्लेनहरू आएको थियो खानेपानीको कम्प्लेनमा चाहिँ पहिले सुरुमा चाहिँ उहाँहरूको पानी हाम्रो सुक्यो भन्ने थियो होइन त्यसपछि हामीले ट्याङ्करबाट सबै घर घरै ट्याङ्करबाट गऱ्यौँ र त्यसको अलावा हामीले चाहिँ खानेपानीको पाइपको सिस्टम पनि हामीले इन्स्टल गऱ्यौँ सुरुमा राखेको मुहान सुक्यो टनलको ठ्याक्कै नजिकै परेको थियो होइन अब हामीले त अब के गर्छौँ भनेदेखि चाहिँ